आमा दिदी बहिनीहरू सबैजना भोलि शान्ति बाटिका रत्न पार्कमा 10 बजे सबैजना आइदिनु होला हैन। यो गरिमा छोरीको लागि मात्रै हामी लडेको होइनौं हैन। हाम्रा भोलि छोरीहरू पनि सुरक्षित हुनु पर्यो भनेर सरकारलाई दबाब दिनको लागि हामी यो अभियानमा लागेका हौं हैन। हामी कुनै दलका कुनै नेताको कुनै दलका पार्टीका कुनै कोही होइनौं हामी हैन। हामी आन्दोलनकारी पनि होइनौं हैन। तर हामी एउटा आमा हौ कि हामी आमाहरू दिदी बहिनीहरू सबैजनाले यो आवाज चाहिँ उठाउनु पर्यो हैन। ठाउँ ठाउँै कि त्यो सिमरा र यो काठमाडौँमा मात्रै होइन कि यो चोक चोकमा हैन। यो अभियान यो आवाज चाहिँ सबैजना भएर उठाउनु पर्यो हैन। हामी आमाहरूले यति दबाब दिनु पर्यो कि यति दबाब दिनु पर्यो कि त्यो पनि शान्तिपूर्वक के हामीले कुनै आज भोलिको लागि पनि हामीले अनुमति लिइसकेको छौं हैन। फलानो ठाउँमा हामी यसो गर्छौं भनेर हैन। हामी यो तोडफोड टायर बाड्ने यताउता हामी त्यो ढंगले जानी पनि होइन हैन। हामी एकदमै शान्तिपूर्वक हैन। हामीले सरकारलाई यो नियम यो कानुन चेन्ज गर्नै पर्छ हैन। यो बलात्कारीलाई कडा भन्दा कडा सजाय दिलाउनै पर्छ। सुरुवात चाहिँ अब हुनै पर्छ भनेर हामीले यो दबाब दिनको लागि हो हैन। हामी कुनैबाट परिचालन भएर बोलेका पनि हैनौं हैन। यो एउटा छोरीको लागि मात्रै होइन कि त्यो गरिमा छोरीको लागि मात्रै होइन। यो हामी सबै छोरीहरूको लागि हो हैन। यो आवाज उठाउनलाई साथ दिनु सपोर्ट गर्नुस् हैन। मलाई हेर्नुस् त त्यो फोटो हेर्नुस् त त्यो फोटो हेरेर त्यो बच्चा हेरेर कस्तो हुन्छ। त्यो आफ्नो घरमा पर्यो भने मात्रै बाहिर निस्किने होइन हैन। आफ्नो मलाई त्यो छोरी र आफ्नो छोरीमा के फरक छ हेर्नुस् त। आज कति दिदी बहिनीहरू त्यो उसमा मण्डलामा हैन आफ्नो बच्चा के 6-7 महिना भएको बच्चाहरू बोकी बोकी आउनु भएको छ उहाँहरू हैन। उहाँहरू जस्तै तपाईहरु पनि घर घरबाट आमाहरू निस्किदिनु पर्यो हैन। यो आवाज उठाउनु पर्यो। हामी सबै एकजुट भएर हामीले केही न केही हैन कानुन परिवर्तन गर्नै पर्यो हैन। अपराधी त्यो बलात्कारीलाई कडा भन्दा कडा सजाय दिलाउनु पर्यो। भोलिको दिनमा यस्तो घटनाहरू नघटोस्। हेर्नुस् भोलिको दिनमा यस्तो छोरी निर्मला पन्त गरिमा छोरीहरू जस्तो अर्को छोरीको पालो नआओस् भन्नको लागि हामीले यो आवाज उठाइरहेको छौं हैन। यसमा चाहिँ हामी दिदी बहिनी आमाहरू मात्रै सहभागी भइरहेको छौं है। हामीलाई यसमा चाहिँ हामी दाजुभाइ बुवा मैले आजसम्म तपाईहरुलाई मेरो भिडियो लाइक गर्दिनुस् कमेन्ट गर्दिनुस् शेयर गर्दिनुस् सपोर्ट गर्नुस् यो त्यो भनेर मैले आजसम्म तपाईहरुलाई भनेको छैन हैन। तर मेरो यो भिडियो चाहिँ तपाईले सक्दो शेयर गर्दिनुस् हैन। यो रिपोस्ट के हो प्लिज यो भिडियो मेरो गर्दिनुस् हैन। धेरै भन्दा धेरै उसमा पुगोस् हैन। मेरो आवाज धेरै ठाउँमा पुगोस्। भोलि हामी धेरै जना भेला हुन पाऊँ हैन। प्लिज है मैले यो बिन्ती गरेको छु मैले तपाईहरुलाई हैन। तपाईहरुले त्यति गर्दिदाखेरि केही पनि हुँदैन हैन। म जस्ट आएर लुगा पनि फेरेको छैन भिजिरहेको छु है। म एउटा खुट्टा अस्तिको दिन भर्खर मैले त्यो प्लास्टर काटेको म आज सहन नसकेर मैले लट्ठी टेकी टेकी गएको छु। प्लिज मैले तपाईहरुलाई आज मैले तपाईहरुको सपोर्ट तपाईहरुको साथ मागेको छु। यति भए पनि गर्दिनुस् है।